गाइज म त फेरि पनि देख्नुभयो होला यो च्यानलमा अभियसली निरव यहाँ छ मोटाको सल्का एन्ड वी हेभ अ न्यू फ्रेन्ड अनन्त परियार बुझे दुला हो कहिले है म चाहिँ कहिले मोटाउने मोटा छ कहिले मोटाउँछ हटे हटे क्या निरवको ड्रिम है गाइज निरवको ड्रिम है फेरि भटे भन्दाखेरि ऊ खुसी हुन्छ के गाइज यस्तो कुरा भइरहेको छ सो लेट्स गो हाम्रो आज कुरा जुन चाहिँ के पनि छैन म चाहिँ म फर्स्ट टाइम इन फ्रेम होइन सो निरवले यो ट्राइभिजन सुरु गर्नुभन्दा अगाडि चाहिँ लाइक सुरु त गरेको थिएन नि त लाइक गर्दाखेरि चाहिँ हामीले के कुरा गरेर चाहिँ लाइक कसरी चाहिँ तिमीले हामीले चाहिँ यो ट्राइभिजन लाइक चाहिँ कम भनेको लाइक चाहिँ नगरौँ भनेर कमेन्टमा आउँदै लाइक सबले त्यही भन्छ यार लाइक बढी लाइक नभनेको अब भन अब लाइक होइन दोस्त अनि हामी लाइक ल त्यही हो क्या मलाई चाहिँ के लाग्छ भने लाइक मैले के भन्न चाहन्छु यो क्वेसन चाहिँ निरवको लागि किनभने यो जुन ट्राइभिजन स्टार्ट गरिरहेको छ त्यो निरवले स्टार्ट गरायो होइन यो ट्राइभिजन स्टार्ट गर्नुको मुख्य रिजन चाहिँ किन हो र वाइ यु स्टार्टेड दिस हाम्रो च्यानल ट्राइभिजन चाहिँ कसरी बन्यो भन्दाखेरि मान्छेहरू लाग्ला यसले पनि भिडियो हाल्नु थालेछ जस्तो लाग्ला होइन तर यो कुनै प्लान नि यो यतिकै भएको अनएक्सपेक्टेड होइन हामीले चाहिँ लाइक अब क्रिकेटहरू अब आइपिएलमा म आरसीको फ्यान हो ऊ चाहिँ सिएसकेको फ्यान होइन अब गफ चाहिँ बढी हामीले एउटा टिममा हुन्छ नि केही थाहा नहुने तर अघि बढी भन्यो कि होइन केही नि थाहा फुटबल थाहा छैन होइन फेरि सबै गफ गर्छ बोल्नमा एकदम एक्स्ट्रोभर्ट उनी एकदम एक्स्ट्रोभर्ट बोल्नुमा होइन इन्ट्रोभर्ट एक्स्ट्रोभर्ट बिग्रियो भन्थ्यो सोधेर आएको मैले बिग्रेको भन्थ्यो म त लाइक त्यही भएन होइन अनि त्यसपछि अब प्लान थियो अनि अब उसलाई भिडियोमा लास्ट मन लाग्ने कि जे गर होइन टक्क हाम्रो भिडियो त आइरहेको हुन्छ आउँदैछ होइन अनि हामी घुम्न नि गइरहेको हुन्छ अनि भेट्नु त रमाइलो कुरा हुन्थ्यो कि रमाइलो कुरा भइसक्यो पुरै यही कुरा भिडियोमा हालिदिउँ होइन आफू पनि खोलिन्छ रमाइलो पनि हुन्छ मान्छेहरूले पनि चिन्छ भनेर चाहिँ बनाएको ट्राइभिजन चाहिँ होइन अब हुन त सबै भिडियो बनाउने भनेर बनाएको हो अनि मैले बाहेक अरूले भिडियो हालेको फेरि उसको च्यानलको 100 भिडियो उसको जस्तो कुरा होइन यहाँ च्यानल बनायो होइन यहाँ भिडियो नबनाएर अर्को च्यानल खोलेर फेरि अरूको भिडियो हाल्छ कि उसले चाहिँ आफ्नो चाहिँ हाल्छ अरूको भिडियो हालेर हुन्छ यति भिडियो हालेन उसको च्यानल पनि बिर्सक्यो भाइरल गएको है भाइरल त्यस्तो चाहिँ गराएन जस्तो अब त्यो उस्तै म त गाइज आई नो इफ यु वान्ट सी मी गो टु द च्यानल मार्केट सिन्सेको भिडियो अनि गाइज नेपालको कहिले इन्टरभ्यू ल्याएको उसको त्यत्रो इन्टरभ्यू कसले लियो म आज घरि इन्टरभ्युहरू बनाएको छ घरि त्यो मार घरि इन्टरभ्यू बनाएको छ मलाई देखिराख्नु भएको छ एज अ भेरियस रूप तर यो कालो रूप त देख्नु भएको तर गाइज अहिलेसम्म हाम्रो च्यानल चलाएको थिएन तर हामीले काला टिका लगायो चल्छ लकी त काला टिका यो भिडियो भाइरल गयो भने चाहिँ अर्को हप्ता चाहिँ डेन्जर भिडियो आउँछ है यो भिडियोमा धेरै होइन लाइक 1 लाख भ्युज गट्यो भने चाहिँ अर्को दामी भिडियो आउँछ यो भिडियोमा 1 लाख गयो भने अरू भिडियो दामी हुन्छ तपाईँले बुझिसक्नु होला भिडियो दामी कसरी हुन्छ त्यति भिडियो हुँदैन उसको अनुहार मन छैन भने हेर्नुहोस् भिडियो अझै बेटर भिडियोहरू साथीहरू बोलाउँछौँ जस्ट किडिङ हाम्रो काला टिका हो चाहन्छ भिडियोमा यहाँ बोल्छु लास्ट भिडियोमा मन लाग्यो दोस्त अन्त तिमीलाई अब भिडियो बनाऊँ भन्छ होइन तिमीलाई लाइक कस्तो खाले भिडियो बनाउनु मन लाग्छ अनि त्यस्तो खाले भिडियो बनाएर चाहिँ तिमीलाई कस्तो खाले उस पाउँछ रिजल्ट पाउँछ जस्तो लाग्छ तिमीलाई त्यो पनि सोचेला नि त लाइक आई थिङ्क इन्टरभ्यू चलाएको अघि इन्टरभ्यू न त्यस्तो मलाई एकदम कन्टेन्ट क्रिएसनमा चाहिँ त्यस्तो धेरै लगाव पनि छैन होइन कन्टेन्ट क्रिएसनमा फलो गर्नु केटीहरूको भिडियो कन्टेन्ट क्रिएसनमा उसलाई इन्ट्रेस्ट छैन तर अरू कन्टेन्ट हेर्नु म इन्फ्लुएन्स भएको चाहिँ हाम्रो साथीहरू
उसहरू निरवबाट लाइक चाहिँ केटीको हान्छ कफाइको हान्छ सिरियस नलिनु उसले आफ्नो इमेज क्लियर गर्न आएको झन् बिचार गर्छ आउँछ गाडी ढुक्क कट कट रेले हाम्रो त प्यानल सो भएको रहेछ एक्सट्रिम प्लिज तपाईँलाई यदि होइन हाम्रो सो यसरी नै हाम्रो ऱ्यान्डहरू सुन्न छ होइन प्लिज स्पोन्सर होस् हाम्रो अब यहाँ होइन हाम्रो एउटा ट्याक्कै सो नै हुन्छ र मान्छेहरू पनि हेर्न आउनुहुन्छ प्लिज एक्सट्रिम सबैलाई स्पोन्सर भइरहेछ आज त हामीले सपोर्ट गरेको भनेको चाउमिन ससले हो स्पोन्सर अथेन्टिक फिल हुन्छ स्पोन्सर हियर हामी तपाईँको ब्रान्डलाई देखाउन नि देखाउँछ अनि तपाईँ चाहनुहुन्छ भने हामी उसलाई भिडियोबाट के हान्छ अभियसली हाम्रो काला टिका हो कमेन्ट गरेर हामीलाई गाली गर्नु होला अनुहार कति हिजो ट्विटरमा जस्टिस फर अन्जन ट्विट भएको भनेको साथीहरू त्यस्तो धेरै माइन्ड नगर्नु होला नेपाल आइडल चल्दैन मेरी आशामा लागेर कि मेरी आशा पुरा मौदासँग कि मलाई मौदा दाइ भएको दाइ त्यो उसले इन्टरभ्यू लिन्छ हेर्नुहोस् त आज फेला पर्नु भयो यस्तो मान्छे के त्यसको नाम भाग्यो भने उसको इन्टरभ्यू कहाँ भागेर वाली उसको ढोज मगरले ढोज मगरले म त मलाई कमेडी च्याम्पियन त्यो कुरा भन्छ कि ढोज मगरतिर